हेलो एभ्रिवान, वेलकम टु माई भिडियो। आज चाहिँ म आएको छु यहाँनिर वेलकम सेकुवा कर्नरमा आएको छु। अनि यहाँनिर हजुर यहाँ पुतली बजार होइन, पुतली बजार होइन, यो आचार्य लाइन विष्णु स्कुलदेखि माथिल्लो साइड अपोजिट साइडमा रहेको छ यो सेकुवा कर्नर चाहिँ होइन। अनि यहाँनिर भेटघाट भएको छ आज यहाँनिर म चाहिँ आन्टीहरूसँग यहाँनिर देख्न सक्नुहुनेछ। आन्टीहरूलाई वेलकम छ मेरो भिडियोमा। हेलो आन्टी, स्वागत छ मेरो भिडियोमा आन्टीहरूलाई। हेलो हेलो। र अब म चाहिँ उहाँहरूसँग परिचय दिन्छु त। अनि एकदम मैले चाहिँ खाइसकेको थुक्पा होइन, उहाँले खाँदै हुनुहुन्छ। अनि उहाँहरूले चाहिँ उयो बनाउनु भनेर मैले बनाएँ होइन, मेरो त अघि उयो मुखबाङ भइसकेको थियो र पनि अब फेरि उहाँहरूले बनाउनु भनेर भएर मैले बनाएको होइन। थुक्पा चाहिँ एकदम मिठो छ, सादेको थुक्पा एकदम मिठो छ होइन। सुकुटी थुक्पा, म चाहिँ चिकन सादेको थुक्पा खान आएको थिएँ, चिकन सादेको थुक्पा चाहिँ सकिएको कारणले गर्दा सुकुटी थुक्पा खाइसकेँ होइन। र पनि सुकुटी थुक्पा एकदम मिठो रहेको छ। अब म उहाँहरूको इन्टरभ्यू दिन्छु है त गाई। हेलो आन्टी, आन्टीलाई मेरो भिडियोमा स्वागत छ। हेलो बहिनी। हजुर आज हामी यहाँनिर सेकुवा कर्नरमा आज यहाँनिर भेटघाट भएको छ, वेलकम सेकुवा कर्नरमा होइन। अनि आज हामी यहाँनिर सँगै भेटघाट भएको कारणले यहाँ थुक्पा पनि खाँदै हुनुहुन्छ आन्टीहरूले। अनि के अरे त्यही भएर थुक्पा खाएको बनाउनु भन्नुभएर बनाएको यहाँनिर थुक्पा देख्न सक्नुहुनेछ गाइजहरूले। ल हजुर, म चाहिँ आज हामी 2 नम्बर वार्डको 9 वटा सदस्य। आज हाम्रो साथीहरूले या बहिनीहरूले चाहिँ जाउँ न त यसरी थुक्पा साँधेको चाहिँ विष्णुको अगाडि एकदम टिकटकमा देखाइरहेछ। सुकुटी चिकनको पर्क सबै पाइन्छ, कस्तो चाहिँ हुँदो रहेछ जाउँ खानु भनेको भनेर ल नि त दिदीबहिनीहरूले भनेको पनि मान्नुपर्छ भनेर आउँदाखेरि यहाँ चाहिँ पर्क साँधेको पर्कको थुक्पा र बक थुक्पा चाहिँ भेटियो, चिकन चाहिँ भेटिएन। अनि उहाँहरूले चाहिँ खाइसक्नु भयो। म चाहिँ लास्टमा एक थुक्पा खाँदैछु है। म चाहिँ चिकन मात्रै खाने भएकोले पर्क पनि नखाने र बक पनि नखाने भएको हुनाले म यो चाहिँ अन्डाको साँधेको थुक्पा फर्स्ट बाइट खानुहोस्। यो बहिनीसँग चाहिँ अब हाम्रो बहिनी 15 नम्बरको बहिनीसँग भेट भयो, धेरै खुसी लाग्यो। हामी सबैजना हामी सबैजना आएर चाहिँ यो भाइको हजुरसँग भेटघाट भएन, मलाई पनि धेरै खुसी लाग्यो। हजुर धेरै धन्यवाद। बनाउँदो रहेछ र बहिनीले पनि ल नि त भनेर एउटा खिचिदिउँ न त भनेर चाहिँ अनि हामी पनि यसो बनाएर मैले भेटघाट भयो है त बहिनीलाई धन्यवाद। हुन्छ ल, कस्तो छ त फेरि पनि यहाँ भिडियोमा पनि खाएर भनिदिनुहोस् न त। ल यो अन्डा र थुक्पा साँधेको खाएँ। अब फेरि पनि बोलाउने बाटो गर्नुभयो किनभने भाइले चिकनको छैन भन्नुभयो। त्यस कारणले गर्दा पर्क र पप मात्रै भेटियो। अब फेरि खाना आउने बहिनी, एकदमै मिठो लाग्यो यो पनि। र फेरि पनि खानुहोस् न त। ल फेरि पनि आउने है त ल बहिनी, मिठो छ खाएर देखाइदिनुहोस् त ल। र चाहिँ ल कस्तो छ त भन्नुहोस् त यता हेरेर। एकदमै राम्रो छ, एकदमै मिठो, धन्यवाद। ल यहाँ आएर चिनजान पनि भयो। हजुरलाई पनि मेरो भिडियोमा स्वागत छ। हेलो हेलो नमस्कार। अनि हजुरको नाम चाहिँ के रहेको छ होला? म लिना श्रेष्ठ। हजुर, म 2 नम्बरमा बस्छु। हजुर। आज हामी यो सेकुवा कर्नरमा आएका छौँ। हजुर, हामी आउँदाखेरि चिकन सादा सकिसकेको हुनाले हामी आज एक चाहिँ अन्डाको यो थुक्पा खाँदैछौँ। मिठो छ। हजुर, एकदमै स्वादिलो भएको हुनाले यो मैले खाइसकेँ। अब फेरि अर्को पनि लट आउन बाँकी छ है। उहाँको चाहिँ भाग सकिसकेको छ, एकदम मिठो लाग्यो अरे उहाँलाई होइन। हजुर, फेरि पनि अर्डर गर्नुभएको छ। हजुर, अनि जस यहाँहरू पनि आउनु होला होइन। यो ठाउँ जस राम्रो छ, सफा छ। हजुर, अब जस्तो भनौँ त्यस्तै खाजा पाइने जस ठाउँ रहेछ। हाम्रो रोजाइमा चाहिँ आज अन्डाको थुक्पा साँधा नै पर्यो होइन। अब यहाँहरूले सबै सामान सकिएपछि एकदमै 4 बजे नै सकिसकेपछि त नि कतिको मिठो भनेर हजुरले गेस गर्न सक्नुहुन्छ। अनि अब यहाँहरूलाई पनि वेलकम छ। एकचोटि स्वाद लिइदिनु होला। हजुर, धन्यवाद। ल हजुरलाई पनि मेरो भिडियोमा स्वागत छ। नमस्कार आन्टी। हेलो आन्टी, हजुरको नाम चाहिँ के रह्यो होला? नाम दिपा श्रेष्ठ। म 2मै बस्छु। हजुर, अनि यहाँ चाहिँ मैले प्राय टिकटकमा धेरै नै यो फेमस देखेकोले चाहिँ यहाँको चाहिँ फेमस चाहिँ यो बफ सुकुटी साँधेको थुक्पा चाहिँ प्राय मान्छेले खाएको देखेर चाहिँ मलाई चाहिँ साह्रै नै खानु मन लागेर मैले आज हाम्रो दिदीबहिनीहरूलाई चाहिँ जाउँ न यहाँ भनेर लिएर आएको थिएँ होइन।
तर एकदमै मिठो हामीले चाहिँ खाइसक्यौँ होइन र पनि फेरि अर्को मगाउँदैछु। हजुर यहाँको चाहिँ एकदमै मिठो रहेछ, तपाईँहरूले पनि आएर खाइदिनु होला। यहाँको चाहिँ एकदमै राम्रो सफा, हजुर एकदमै मिठो लाग्यो। जस नयाँ टेस्ट भनौँ न, हामीले अरू थुक्पा चाउमिनहरू मोमो त खाइरहेको, तर यो सुकुटीमा साँधेको थुक्पा चाहिँ खाएको थिएनौँ। एकदमै मिठो लागेको, यो मिठो रहेछ। त्यो टिकटकमा भने अनुसार मिठो लागेर चाहिँ हामी आएको। हुन्छ, धन्यवाद। ल हजुरलाई पनि मेरो भिडियोमा स्वागत छ। हेलो आन्टी, हजुरको नाम चाहिँ के पर्यो होला? मेरो नाम सरुष्टा श्रेष्ठ। हजुर हजुर। ए अनि आज चाहिँ हामी यहाँनिर यस सेवा कर्नरमा भेट भएको छ हाम्रो होइन। अनि हजुरलाई कस्तो लाग्यो त मेरो भिडियोमा आउँदाखेरि? हजुरलाई एकदम राम्रो रमाइलो लाग्यो। यहाँ चाहिँ अब के अरे फर्स्टमै आउँदैछु भनौँ न यहाँ होटलमा। ए हजुर, नयाँ टेस्टको लागि भनौँ कि यो थुक्पा के अरे साँधेको थुक्पा। हजुर, कस्तो लाग्यो त साँधेको थुक्पा हजुरलाई? मिठो है। हजुर, अनि अब फेरि आउने, फेरि आउँदै खाँदै हजुर दिदीले गरेर ल्याएको खाँदै ल्याउने म। हजुर सक्यो। अब अरूलाई, अरू दिदीबहिनी दाजुभाइ सबजना यहाँ आएर खानु है भाइको के अरे यो सेक्वा कर्नु होइन। हजुर पार्लर सिक्रेट थियो, हामी जहिले पनि सिकिसकेर खाजा खान्छौँ। पार्लर सिकेर आएर भर्खर खाँदैछौँ हजुर, एकदम मिठो छ। 2 नम्बरबाट पार्लर सिकेर। हजुर हस् त, धन्यवाद हजुरलाई। म चाहिँ यहाँनिर खासमा होइन चिकन साँधेको थुक्पा खान आएको थिएँ। चिकन साँधेको थुक्पा चगिसकेको कारणले गर्दा मैले सुकुटी साँधेको थुक्पा खाएँ होइन। त्यसमा एकदम मिठो लाग्यो होइन। अब म नेक्स्ट चाहिँ अब छिट्टै आएर होइन साथीको यो चिकन थुक्पा खान गइरहेको छु होइन। त्यसको लागि चाहिँ अर्को भ्लगमा हेर्न पर्ने हुनेछ हजुरहरूले होइन। अब हामी यहाँनिर एउटै फ्रेममा छौँ है त, देख्न सक्नुहुनेछ। ल अब अहिलेसम्म हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद। डु नट लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गरिदिनु नभुल्नु होला। र के भन्नु चाहनुहुन्छ हजुरहरू मेरो भिडियोमा? नेक्स्ट टाइम फेरि भेट हुने है यही होटलमा अनि त्यस पछाडि चिकन साँधेको खान आउने। हस्, सी यू गाइस इन नेक्स्ट भिडियो। बाई।